फाइनली हामी पङ्ख फिजाएर खुल्ला आकाशमा स्वतन्त्र रूपले बैलकाँडा प्याराग्लाइडिङमा प्याराग्लाइडिङ गर्न गइरहेका छौँ। प्याराग्लाइडिङको पूर्व सन्ध्यामा छौँ। यो पूर्व सन्ध्यामा चाहिँ हाम्रो सरहरूलाई म्याडमहरूलाई चाहिँ कस्तो फिल भइरहेको छ भन्ने कुरा म बुझ्न चाहन्छु। ल प्रेम सर नमस्कार, म प्रेम बहादुर डाङ्गी। आज हामी यो बहुसूचक सर्वेक्षणको फिल गर्ने क्रममा प्याराग्लाइडिङको उड्ने मौका पाएका छौँ। अब यसमा हामीलाई के छ भने जिन्दगीमा हामीले केही नयाँ सिक्न मौका पाउनुपर्छ। यो 2 दिनको जिन्दगी हो, यसमा हामीले केही नयाँ सिक्ने नयाँ अवसरलाई हामीले छुटाउनु हुँदैन। त्यसकारण यो मौकालाई हामी चारैजनाले हामीले चाहिँ सदुपयोग गर्न खोज्दैछौँ। तपाईँहरूलाई पनि यतातिर आउनुभयो भने प्याराग्लाइडिङ गर्नुहोस् भनेर म अनुरोध गर्दछु। किनभने यो पूर्व सन्ध्यामा है, उता आइसकेपछि पनि झन् हुन्छ होला। अहिले चाहिँ पूर्व सन्ध्यामै पनि एक किसिमको आनन्द आइसकेको छ भने गरिसकेपछि झन् कति आनन्द होला। ओके, धन्यवाद, थ्याङ्क यू। अब धन्यवाद सर। नमस्ते, म चाहिँ माधव भण्डारी। अब जिन्दगीमा पहिलोचोटि सुर्खेतको माथि के डाँडा बेलडाँडाबाट अब रसोलमा उड्दैछौँ हामी। यो पूर्व तयारीमा छौँ। अब केही समयपछि आधी घन्टापछि अब उड्ने तयारीमा छौँ। धन्यवाद। कस्तो लागिरहेछ तपाईँलाई? अलिअलि हिजो पनि एकछिन हेरियो, अलिअलि डर पनि थियो, अनि रमाइलो चाहिँ धेरै लाग्छ, अनि बाँकी पछि। ओके, थ्याङ्क यू। नाउ from back. I feel कस्तो nervous, excited, both. You can do it. Okay. Best of luck, eh? Best of luck. Wow. डर लागेर ल हामी समातिहाल्छौँ। हेलो आयो ल ठिक छ ल होइन हामी खुट्टा सिधा गर, खुट्टा सिधा, खुट्टा यस्तो गर माथि। ठिक छ हो गुड। बधाई छ। कस्तो भयो? माथि आयो कि नै? भमिट आएन? गुड। आउने बित्तिकै खान सुरु छ। बधाई छ सर। ठिक छ सर, एकदम राम्रो छ यार। कस्तो छ? मजा आयो? एकदम रमाइलो लाग्यो सर। सुरुमा अलि डर आएको, अनि माथि जाँदा धेरै रमाइलो। Now our turn. पहिलोचोटि प्याराग्लाइडिङ गर्दैछु। सकिन्छ मजाले। Let's fly. त्यही उड्नु सँगै त्यस्तो गरी। हेलो चक्र सर। हेलो गाइस। हेलो हाम्रो चक्र जय सर। अनि हाम्रो प्रेम सर।
बयल काँडामा प्याराग्लाइडिङ गर्दैछौँ। यता अगाडि सुर्खेत भ्यालीको भ्यू पनि देखिन्छ। यता तल सुर्खेत छ। हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ मजाले। रमाइलो भइरह। आहा बलकाँडाको डाँडैमा हावा सरर, जता छ निर्माया उतै सरर। उड्यो 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 सरर उड्यो। हाम्रो यहाँ ऐतिहासिक घडी पनि देखिरहेको छ यहाँबाट। प्रेम सर र म चाहिँ यस्तो एडभेन्चर गर्नमा चाहिँ अगाडि हो कि। गरौँ भने चाहिँ गरौँ हो सर। फेरि मैले हाम्रो पछाडि हुनुहुन्छ प्रेम सर। खत्रै भयो यो अहिले चाहिँ खत्रै हो यो किङ खेलेको यसलाई किङ खेलेको भन्छ डर भन्ने हुँदो रहेछ है अलिअलि नमस्कार अहिले हल्का भोमिट होला जस्तो चाहिँ भएको छ तर चाहिँ रमाइलो चाहिँ डर चाहिँ लागेको छैन भोमिट हुने जस्तो भयो भने एकदम राम्रो यो रमाइलो भिडियो रमाइलो छ यो प्याराग्लाइडिङ यो भिडियो हेर्ने सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु प्याराग्लाइडिङ गरेर सुर्खेत आउनुहोस् यहाँ एकदम अनुभवी पाइलट साथीहरू हुनुहुन्छ Thanks for watching US.